LibreOffice Writer को Using Find and Replace Autocorrect Feature स्पोकन ट्युटोरियलमा स्वागत छ। यो ट्युटोरियलमा हामी निम्न कुरा सिक्ने छौं। Find and Replace, Spell Check, Autocorrect। यहाँ हामी अपरेटिङ सिस्टमको रूपमा उबुन्टु लिनक्स 10.04 र LibreOffice Suite संस्करण 3.3.4 प्रयोग गर्दै छौं। अब राइटरमा Find and Replace बटन बारे सिकेर सुरु गरौँ। यसले टेक्स्ट खोज्छ वा पुरै डकुमेन्टको टेक्स्ट प्रतिस्थापन गर्छ। यसको बारे थप जान्न एउटा उदाहरण हेरौं। ल सुरुमा resume.odt फाइल खोलौं। अब एडिट विकल्पमा क्लिक गरौँ र Find and Replace क्लिक गरौँ। वैकल्पिक रूपमा स्ट्यान्डर्ड टुलबारको बटनमा क्लिक गरौँ। तपाईले एउटा सर्च फर र एउटा रिप्लेस विथ फिल्ड सहितको डायलग बक्स देख्न सक्नुहुन्छ। खोज्न चाहेको टेक्स्ट सर्च फर फिल्डमा एन्टर गरौँ। उदाहरणको लागि हामी हाम्रो डकुमेन्टको रमेश लेखेको हरेक ठाउँ खोज्छौं। त्यसैले सर्च फर फिल्डमा रमेश टाइप गरौँ। अब फाइन्ड अलमा क्लिक गरौँ। हामी देख्नेछौं रमेश लेखिएको सबै ठाउँहरू रंगीन हुनेछन्। रिप्लेस विथ फिल्डमा तपाईले प्रतिस्थापन गर्न चाहेको टेक्स्ट इन्टर गरौँ। उदाहरणको लागि हामीले हाम्रो डकुमेन्टको रमेशलाई मनिषले बदल्न चाहन्छौं। त्यसैले रिप्लेस विथ ट्याबमा मनिष टाइप गरौँ। अब रिप्लेस अलमा क्लिक गरौँ। तपाईले हाम्रो डकुमेन्टको सम्पूर्ण रमेशलाई मनिषले बदलेको देख्नुहुनेछ। डायलग बक्सको तल हामी एउटा मोर अप्सन्स बटन देख्छौं। त्यसमा क्लिक गरौँ। मोर अप्सन्स बटनले विशेष फाइन्ड एन्ड रिप्लेस विकल्पहरूको सूची समावेश गर्छ। यसमा विकल्पहरू जस्तै ब्याकवर्ड छ जसले तलदेखि माथि टेक्स्ट खोज्छ, करेन्ट सिलेक्सन ओन्ली जसले छानिएको टेक्स्टको क्षेत्रमा मात्र टेक्स्ट खोज्छ। यसमा अन्य उच्च विकल्पहरू जस्तै रेगुलर एक्सप्रेसन्स, सर्च फर स्टाइल्स र अन्य धेरै छन्। त्यहाँ डायलग बक्सको दायाँ थप 3 विकल्पहरू छन्। तिनीहरू एट्रिब्युट्स, फर्म्याट र नो फर्म्याट हुन्। तिनीहरूले युजरलाई विभिन्न प्रकारको उन्नत पत्ता लगाउने र बदल्ने विकल्पहरू प्रदान गर्छन्। यसलाई बन्द गरौँ। हामी तिनीहरूको बारेमा थप आगामी ट्युटोरियलमा सिक्ने छौं। फाइन्ड एन्ड रिप्लेस सुविधा बारे सिकेपछि हामी अब स्पेल चेक प्रयोग गरेर लिब्रे अफिस राइटरमा कसरी हिज्जे जाँच गर्ने सिक्ने छौं। स्पेल चेक सम्पूर्ण डकुमेन्टको वा छानिएको टेक्स्ट खण्डको हिज्जे गल्ती जाँच्न प्रयोग गरिन्छ। हिज्जे परीक्षण हालको कर्सरको स्थानमा सुरु हुन्छ र डकुमेन्ट वा छनोटको अन्त्यमा जानेछ। अनि तपाई डकुमेन्टको सुरुदेखि हिज्जे परीक्षण जारी राख्न सक्नुहुन्छ। स्पेल चेकले शब्दको हिज्जे गल्ती हेर्छ र तपाईलाई युजर डिक्सनरीमा नयाँ शब्द थप्ने विकल्प दिन्छ। यो कसरी गरिन्छ हेरौं। हिज्जे परीक्षण सुविधा प्रत्येक भाषाको लागि छुट्टै हुन्छ। उदाहरणको लागि मेनु बारको टुल्स विकल्पमा क्लिक गरौँ र अप्सन्समा क्लिक गरौँ। देखिएको डायलग बक्सको ल्याङ्ग्वेज सेटिंग्स विकल्पमा क्लिक गरौँ र अन्त्यमा ल्याङ्ग्वेजेसमा क्लिक गरौँ। युजर इन्टरफेस विकल्प अन्तर्गत इङ्ग्लिश USA डिफल्ट विकल्पको रूपमा सेट भएको सुनिश्चित गरौँ। यसको मुनि लोकल सेटिङ फिल्डको डाउन एरोमा क्लिक गरौँ अनि इङ्ग्लिश USA विकल्पमा क्लिक गरौँ। अहिले डिफल्ट ल्याङ्ग्वेजेस फर डकुमेन्ट्स शीर्षक भित्र वेस्टर्न फिल्डमा डिफल्ट भाषा इङ्ग्लिश इन्डिया सेट छ। इङ्ग्लिश इन्डियामा स्पेल चेकलाई आवश्यक डिक्सनरी नहुन सक्ने भएकोले हामी इङ्ग्लिश USA प्रयोग गर्दै छौं। त्यसैले वेस्टर्न फिल्डको डाउन एरोमा क्लिक गरौँ र इङ्ग्लिश USA विकल्प क्लिक गरौँ। अन्तमा ओके बटन क्लिक गरौँ। ल हामी अब हिज्जे परीक्षण सुविधाले इङ्ग्लिश USA भाषाको लागि कसरी काम गर्छ हेर्न तयार छौं। स्पेलिङ एन्ड ग्रामर सुविधा प्रयोग गर्न अटो स्पेल चेक विकल्प इनेबल गरिएको सुनिश्चित गरौँ। यदि यो इनेबल छैन भने टुलबारको अटो स्पेल चेक बटन क्लिक गरौँ। हाम्रो resume.odt
फाइलमा मदर्स अकुपेसन अन्तर्गत हामी वाक्यमा हाउसवाइफको लागि एक गलत हिज्जे ह्युजवाइफ टाइप गर्नेछौं र स्पेस बार थिचौं। तपाई गलत शब्द मुनि एउटा रातो लाइन प्रकट भएको देख्न सक्नुहुन्छ। अब ह्युजवाइफ शब्दमा कर्सर राखौं र स्ट्यान्डर्ड टुलबारको स्पेलिङ एन्ड ग्रामर आइकनमा क्लिक गरौँ। त्यसैले हामी नट इन डिक्सनरी फिल्डमा शब्द हेर्छौं। गलत हिज्जे सहितको शब्द रातोमा हाइलाइट हुन्छ र त्यहाँ सही शब्दको लागि सजेसन बक्समा विभिन्न सुझावहरू छन् जहाँबाट तपाईले सही शब्द छान्न सक्नुहुन्छ। सुझाव बक्सको हाउसवाइफमा क्लिक गरौँ र चेन्ज बटनमा क्लिक गरौँ। देखा पर्ने सानो डायलग बक्सको ओकेमा क्लिक गरौँ। हामी अब डकुमेन्टमा सही हिज्जे प्रकट भएको देख्नेछौं। परिवर्तनहरूलाई अन्डु गरौँ। अब अटो करेक्ट नामक अर्को स्ट्यान्डर्ड टुलबार बारे सिकौं। यस अटो करेक्ट सुविधा हिज्जे परीक्षणको एक विस्तार हो। अटो करेक्ट मेनु बारको ड्रप डाउन मेनुको फर्म्याट विकल्पमा भेटिन्छ। अटो करेक्टले स्वत तपाईले सेट गरेको विकल्प अनुसार फाइललाई फर्म्याट गर्छ। यी विकल्पहरू अटो करेक्ट अप्सन्समा क्लिक गरेर छानिन्छ। अटो करेक्ट डायलग बक्स खुल्नेछ। अटो करेक्ट सुविधाले तपाईले लेखे अनुसार टेक्स्टलाई स्वत ठिक गर्छ। सुधारहरू तपाईले अप्सन्स ट्याबमा सेट गर्नुभएको विकल्पहरूको अनुसार गरिन्छ। त्यहाँ विविध अटो करेक्ट विकल्पहरू छन् जस्तै डिलिट स्पेसेस एट द एन्ड एन्ड बिगिनिङ अफ प्याराग्राफ, इग्नोर डबल स्पेसेस र अन्य धेरै। तिनीहरूले कसरी काम गर्छन् एउटा उदाहरणबाट हेरौं। हाम्रो रेज्युमेमा हामी केही स्थानहरूमा एउटा स्पेस सहित टेक्स्ट टाइप गर्नेछौं र अन्य स्थानहरूमा 2 र 3 स्पेसहरू सहित टाइप गर्नेछौं। अब सम्पूर्ण टेक्स्ट छानौं। मेनु बारको फर्म्याट बटनमा क्लिक गरौँ अनि ड्रप डाउन मेनुको अटो करेक्टमा क्लिक गरौँ र अन्तमा सब मेनुको अटो करेक्ट अप्सन्समा क्लिक गरौँ। अप्सन्स ट्याबमा क्लिक गरौँ। अब इग्नोर डबल स्पेसेस मा एउटा ठिक गरौँ र ओके बटन क्लिक गरौँ। तपाईले टाइप गरेको अर्को टेक्स्टले तपाईलाई स्वत शब्द बीचमा दोहोरो स्पेसहरू राख्न दिदैन। मनिष नामपछि कर्सर राखौं। अब किबोर्डको स्पेस बार 2 पटक थिचौं। तपाई देख्नुहुन्छ कर्सरले एक स्पेस मात्र सर्छ र टेक्स्टमा दोहोरो स्पेस राख्न दिदैन। एकल स्पेस पछि थर कुमार टाइप गरौँ। अटो करेक्टमा एउटा शब्द वा छोटकरी रूपलाई अझ बढी अर्थपूर्ण शब्दले प्रतिस्थापन गर्ने क्षमता पनि हुन्छ। यसले लामो शब्दको छोटकरी रूप सिर्जना गरेर टाइप गर्नबाट जोगाउँछ। उदाहरणको लागि हाम्रो resume.odt फाइलमा केही शब्दहरूको सेट वा बारम्बार प्रयोग गरिएका शब्दहरू हुन सक्छन्। यी शब्दहरू बारम्बार टाइप गर्न झन्झटिलो हुन सक्छ। मानौ हामी हाम्रो डकुमेन्टमा दिस इज ए स्पोकन ट्युटोरियल प्रोजेक्ट टेक्स्ट बारम्बार टाइप गर्न चाहन्छौं। त्यसो भए हामी एउटा छोटकरी रूप सिर्जना गर्न सक्छौं जुन सिधै हाम्रो आवश्यक टेक्स्टमा परिवर्तित हुनेछ। कसरी एसटीपी जस्तै एउटा छोटकरी रूप स्वत स्पोकन ट्युटोरियल प्रोजेक्टमा परिवर्तन हुन्छ हेरौं। अब मेनु बारको फर्म्याट विकल्पमा क्लिक गरौँ अनि अटो करेक्ट विकल्पमा जाउँ र अटो करेक्ट अप्सन्स क्लिक गरौँ। देखा पर्ने डायलग बक्सको रिप्लेस ट्याबमा क्लिक गरौँ। इंग्लिश USA हाम्रो भाषा छनौट भएको पक्का गर्नुहोस्। अब रिप्लेस फिल्डमा हामीले बदल्न चाहेको एसटीपी नाम टाइप गरौँ। विथ फिल्डमा हामी स्पोकन ट्युटोरियल प्रोजेक्ट टेक्स्ट लेख्छौं। डायलग बक्सको न्यू बटनमा क्लिक गरौँ। तपाई प्रतिस्थापन टेबलमा एन्ट्री भएको देख्नुहुन्छ। अब ओके बटनमा क्लिक गरौँ। अब हामीले दिस इज ए एसटीपी टेक्स्ट लेखेर स्पेस बार थिच्ने बित्तिकै तपाईले देख्नुहुन्छ छोटकरी एसटीपी नाम स्पोकन ट्युटोरियल प्रोजेक्टमा परिणत हुन्छ। एउटा डकुमेन्टमा एकै शब्दहरू धेरै पटक दोहोरिँदा यो सुविधा धेरै उपयोगी हुन्छ। परिवर्तनहरू अन्डु गरौँ।
यसरी हामी लिब्रे अफिस राइटरको यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं। संक्षेपमा हामीले यी कुराहरु सिक्यौं। फाइन्ड एन्ड रिप्लेस, स्पेल चेक, अटो करेक्ट। बोध कार्य। राइटरमा निम्न टेक्स्ट टाइप गरौँ। This is a new document. The document deals with find and replace. अब आफ्नो टेक्स्टको डकुमेन्ट शब्द पत्ता लगाएर फाइल शब्दले प्रतिस्थापन गरौँ। आफ्नो डकुमेन्टको टेक्स्ट शब्दलाई txt मा बदल्नुहोस्। टेक्स्टको हिज्जे सही गर्न स्पेल चेक सुविधा प्रयोग गर्नुहोस्। तपाईको डिफल्ट ल्याङ्ग्वेजको रूपमा इंग्लिश USA प्रयोग गर्नुहोस्। अटो करेक्ट प्रयोग गरेर दिस इज लिब्रे अफिस राइटरको छोटकरी रूप TLW सिर्जना गर्नुहोस् र यसको कार्यान्वयन हेर्नुहोस्। तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्। यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ। यदि तपाईको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ। स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला सञ्चालन गर्छ। अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ। थप जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्। स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो। यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT MHRD भारत सरकारको सहयोग रहेको छ। यस मिशन सम्बन्धी थप जानकारी तलको लिंकमा उपलब्ध छ। spoken-tutorial.org/nmeict-intro। यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ। सहभागिताको लागि धन्यवाद। नमस्कार।